त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रणाली दाङले तुलसीपुर काठमाडौँ रोडमा 4वटा सिन्दुर एसी बस सञ्चालनमा ल्याएको छ। मंगलबार तुलसीपुर नयाँ बस पार्कमा प्रणालीका अध्यक्ष सुरेश समालले रिबन काटेर बस सेवाको शुभारम्भ गर्नुभएको हो। कार्यक्रममा बोल्दै अध्यक्ष अमालले यात्रुको माग र सुविधालाई मध्यनजर गर्दै 2x1 सेन्सर सिट सहितका बस सञ्चालनमा ल्याइएको बताउनुभयो। उहाँले यात्रुलाई सहज र गुणस्तरीय सेवा दिनुका साथै यातायात मजदुरलाई आफ्नो जिम्मेवारी इमानदारीतापूर्वक पूरा गर्न आग्रह गर्नुभयो। 2x1 गाडी अहिलेसम्म थिएन। यो 2x1 चाहिँ हाम्रो पहिलो गाडी हो। यो 2x1 ल्याउनुको के भयो त भनेपछि यसमा सबै चारैजना फेरि व्यवसाय गरिरहेका लामो समयसम्म यस क्षेत्रमा क्रियाशील रहेका मानिसहरूले गाडी ल्याउनु भएको छ। यो ल्याउनुको कारण के भयो भने केही पुरुष मानिसहरू पनि एक्लै यात्रा गर्न मन पराउने र केही महिलाहरू पनि घरबाट पठाउँदाखेरि श्रीमती छोरी बहिनी पठाउँदाखेरि पनि सकेसम्म महिला सिट नै बनाइदिनु होला भनेर काउन्टरका कर्मचारी भाइहरूलाई अत्याधिक फोन आउने, महिला सिट पारिदिनु होला, मेरो दिदी जाँदै हुनुहुन्छ, आमा जाँदै हुनुहुन्छ, बहिनी जाँदै हुनुहुन्छ, फुपू जाँदै हुनुहुन्छ भनेर भन्ने। त्यो दुईटै कुरालाई यता पुरुषले पनि एक्लै यात्रा गर्न रुचाउने केही पुरुषहरूको सङ्ख्या त्यस्तो देखिने र महिला अधिकांश परिवारभन्दा एक्लै जानुपर्ने अवस्थामा उहाँहरू चाहिँ महिला सिटमै बसेर जान मन पराउने कारणले गर्दाखेरि समितिमा व्यापक रूपमा विषयमा छलफल गरेर अहिले हाम्रो नयाँ गाडी ल्याउने हाम्रो त्यस्तो लक्ष्य थिएन। हामीले यो मापदण्डको गाडी नभएको कारणले हामीले चाहिँ नयाँ गाडी यो 2x1 एउटा सिङ्गल सिट भनेको सिङ्गल महिलाको लागि पनि हुन सक्ने, सिङ्गल पुरुषको लागि पनि हुन सक्ने, त्यस कारणले गर्दाखेरि जोडी बस्न लागि त डबल सिट एकातिर छँदैछ फेरि। त्यो कारणले हामीले यो गाडी ल्याउने उद्देश्य राखेर यो पनि व्यवसाय साथीहरूसँग बसेर सल्लाह गरेर उहाँहरू 4 जनालाई दिँदाखेरि राम्रो हुन्छ भनेर कार्य समितिले निर्णय गरेर हामीले उहाँहरूलाई दियौँ। 5 महिना लगाएर उहाँहरूले गाडी बनाएर ल्याउनु भएको छ र सबै व्यवसाय साथीहरूलाई म व्यवसाय सफलताको शुभकामना दिन चाहन्छु। र यो गाडी आइसके पश्चात समितिमा विभिन्न ब्रान्डका गाडीहरू सिल्परदेखि लिएर 2x2 फोल्डिङदेखि लिएर हरेक ब्रान्डका गाडीहरू हामीले जो सञ्चालन गरेका छौँ, यो सञ्चालन गर्ने क्रममा हिजोकै दिनदेखि जसरी समिति एउटा राप्ती समितिदेखि लोकराज सरले भन्नुभयो लामो समिति एउटा इतिहास बनाएको समिति, त्यो कारणले गर्दाखेरि यो इतिहासलाई कन्टिन्यू दिनका लागि सगरमाथा चढ्न चाहिँ सबैलाई सहज हुँदो रहेछ, तर सगरमाथा टिकिरहन चाहिँ धेरै गाह्रो हुँदो रहेछ। त्यस कारणले हामीले यो जो लक्ष्य हासिल गरेका छौँ, यो लक्ष्य हासिल गर्नमा हाम्रो मात्रै एकल प्रयासले यो भएको छैन। सर्वप्रथम त हामीलाई मन पराउने माया गर्ने यात्रुहरूलाई यसको विशेष गरी सम्मान व्यक्त गर्न चाहन्छौँ। हामीप्रति जुन विश्वास दिनुभएको छ त्यो विश्वास पाउने वातावरण सिर्जना गर्नका लागि हामीले जो रात दिन मेहनत गरेका छौँ र त्यो सँगसँगै फेरि नयाँ गाडी आकर्षण गर्ने कुरामा जसरी हाम्रो समितिको एउटा आइडल पर्सनकै रूपमा हामीले हाम्रो माधव आचार्यजीलाई लिने गर्छौँ, के अरे हाम्रो राजु भट्ट भाइलाई लिने गर्छौँ। उहाँहरूको आइडल पर्सन एउटा चाहिँ समितिमा नयाँ गाडीहरू समय अनुकूल चलाउनुपर्छ, देश विदेश घुमेको अनुभव प्राप्त पनि भएको र एउटा मोटरसाइकल व्यवसाय गरेर दाङमा एउटा छुट्टै किसिमको आफ्नो पहिचान बनाउनु भएको माधवजी लगायतको, अनि त्यसपछि राजुभाइ लामो समयसम्म यो यातायात क्षेत्रमा क्रियाशील मानिस, उहाँहरूले समितिलाई प्रोत्साहन गर्ने कुरा, समय अनुकूल हाम्रो समितिलाई परिमार्जन गर्दै लग्नुपर्छ, गुणस्तरीय सेवा प्रदान गर्नुपर्छ भन्ने पवित्र उद्देश्य राखेर उहाँहरूले जुन किसिमको भूमिका खेल्नुभयो समिति त्यसै गरी उहाँहरूलाई इज्जत मान सम्मान पनि गर्यो र उहाँहरूको लगानीको सुनिश्चित गर्ने वातावरण पनि सिर्जना गर्यो। त्यो गरिसके पश्चात अहिले चाहिँ हाम्रो क्षेत्रभन्दा नयाँ मानिसहरू पनि हाम्रो समितिमा जो यातायात क्षेत्रमा हुनुहुन्न त्यो मानिसहरू पनि यातायात क्षेत्रमा जोडिने वातावरण सिर्जना भएको छ। चाहे इभी गाडीको माध्यमबाट होला, चाहे अन्य कुनै पेसा व्यवसायबाट होला, त्यहाँहरू पनि हाम्रो समितिप्रति माया स्नेह देखाएर आउने क्रम जारी छ। र अब नयाँ गाडी हामीले किन नथपेको भन्दा हामीले अहिले पनि आजै हामीले एउटा मिटिङ राखेर नयाँ गाडी ओपन गरिदियौँ भने एटलिस्ट हाम्रो समिति 20-30 गाडीको निवेदन अहिले पनि रेडी छ। 30वटा गाडी त अहिले भर्खरै आउँछ हामी कहाँ। हामीले त्यो गाडी किन ल्याउन चाहिरहेको छैनौँ त भने व्यवसाय साथीहरूलाई म अनुरोध गर्न चाहन्छु, गाडी ल्याएर मात्रै भएन नि त, अभिभावकले बच्चा जन्माएर मात्रै भएन नि त, बच्चाको भरण पोषण गर्ने पनि त दायित्व हो त अभिभावकको। भने गाडी मात्रै ल्याएर के गर्नु, गाडीको रुट छैन। तपाईँले देख्नु भएको छ अहिले पनि काठमाडौँमा अस्वस्थ प्रतिस्पर्धा छ, थुप्रै प्रणालीसँग हामीले प्रतिस्पर्धा गर्नुपर्ने अवस्था सिर्जना भएको छ। राज्यले तोकेको मापदण्डको भाडा लिन पाउन सक्ने अवस्था छैन। हामीले 2 पैसा घटाएन, अर्को प्रणालीले घटाइदिनुहुन्छ, अर्कोले घटाएन अर्कोले घटाइदिनुहुन्छ। यो चुनौतीसँग हामीले सामना गर्नु परेको छ। हामी एटलिस्ट के भन्छौँ भने राज्यले दिएको भाडा लिउँ न, हामी सबैले प्रतिस्पर्धा यस्तो गरौँ कि स्वच्छ प्रतिस्पर्धा गरौँ, भाडामा प्रतिस्पर्धा नगरौँ, गुणस्तरमा प्रतिस्पर्धा गरौँ। हाम्रोभन्दा अझ राम्रो गाडी तपाईँहरू ल्याउनुहोस्, हामीलाई लोभ लागोस् तपाईँहरूको गाडी देखेर, त्योभन्दा राम्रो ल्याउने प्रयत्न फेरि हामी गर्छौँ। हामी अब भोलि अर्को कुनै एउटा केही नयाँ सोचिरहेको छौँ टेक्नोलोजी, त्यो नयाँ टेक्नोलोजी अब यो नभएको गाडी खोजिरहेको छौँ कि अब हामी अब यसमा जे छ यो नभएको गाडी ल्याउने। अब हामीले फेरि त्यो ल्याउँदाखेरि यात्रुहरूलाई फेरि आकर्षण गर्न सकियोस्। हामी त्यो प्रतिस्पर्धा गर्न चाहन्छौँ तपाईँहरूसँग। हामी अस्वस्थ प्रतिस्पर्धा गर्ने, भाडा घटाउने। अब खानाको म त अब तपाईँको कस्तो भने अब नबोलाउँ, समितिको अध्यक्ष बोल्नु भएको छ, तपाईँहरूले बोल्नै पऱ्यो। बोल्दाखेरि यति गाली आलोचना सहनुपर्छ। मैले व्यक्तिगत रूपमा अघि सचिवले भन्नुभयो कि अब खानामा सुधार भएन भन्नु, खानामा मलाई लाग्छ नेपालमै सुधार गर्नुपर्छ भन्ने समिति 5-7वटा भित्रमा हाम्रो समिति सूचीकृत छ, तर अब सुधार गर्न सकिरहेको अवस्था छैन। खानामा जति गुणस्तरको भने पनि केही कुरा यात्रुहरूले पनि बुझिदिनु पर्यो। तपाईँहरू राज्यको भाडा तिर्ने, गुणस्तरीय खाना खाने, राम्रो खाना खाने,
त्यो खालको तपाईँहरूले वातावरण सृजना गरिदिनु भयो भने अनि हामीले पनि गुणस्तरीय खाना खुवाउनेतिर 2 पैसा बढी तिरेर पनि खाना खुवाउनेतिर हाम्रा मजदुर व्यवसायी साथीहरू पनि लाग्नुहुन्छ। अब यो बाध्यता कस्तो छ भने निश्चित समयमा गाडीको खाना खुवाउनु पर्ने समितिले एउटा निर्देशन दिया हुन्छ, एटलिस्ट बेलुकाको खाना 9-10 बजीभित्र खुवाइसक्नुहोस् भन्छौँ हामी, बिहानको खाना 11 बजीभित्र खुवाइसक्नुहोस् भन्छौँ हामी। त्यो खुवाउँदाखेरि अहिले बाटोको अवस्था पनि तपाईँले देख्नु भएको छ बर्सातको समय। अब बाटो त बिस्तारै बिस्तारै लगभग धेरै बनिसकेको अवस्था देखिन्छ, त्यो दाउन्नेको जाम भन्ने कुरा लगभग अन्त्य भएको अवस्था देखिन्छ। यसले गर्दा पनि अब हामी सार्वजनिक सवारीका साधनलाई अलिक सहज हुन्छ भन्ने हामीले आशा र विश्वास लिएका छौँ। र खानामा हामीले पटक अब केही समयभित्रै फेरि हामी अब रुट परिवर्तनको समय हिजो हाम्रो सकियो, यसका केही प्राविधिक कुराहरू अझ मिलाउन बाँकी छ। 1-2 दिनभित्र हामी मिलाउँछौँ, केही सानातिना कुराहरू मिलाइसके पश्चात एकपटक फेरि होटल व्यवसायी साथीहरूसँग गएर आग्रह गर्ने, फोनबाट संवाद हाम्रो रुट सदस्य साथीहरू सजिलोले गरिराख्नु भएको छ। यति मात्रै पर्याप्त नभएर स्थलगतमै हामीहरू आफै गएर यात्रुले कस्तो खाना खाँदो रहेछ, साँच्चैको गुनासोको कारण के रहेछ त, किन यो गुनासो पटक आइरहेछ त भनेर हामी त्यही होटलमै हाम्रा गाडीले जहाँ खाना खानुहुन्छ त्यही होटलमै गएर हामी चाहिँ यो 5-7 दिनभित्रमा त्यहाँ जाने हाम्रो एउटा सेड्युल छ। त्यहाँ हामी पुग्छौँ, होटल व्यवसाय साथीहरूसँग सल्लाह गर्छौँ, पैसा पुगेन 10 रुपियाँ थप्छौँ, गुणस्तरीय खाना खुवाउनुहोस् भन्छौँ। यो गराउनलाई पनि हामी रात दिन लाग्नेछौँ भन्ने कुरा पनि म आम यात्रुहरूलाई विश्वास दिलाउन चाहन्छु। अहिले जसरी यो सिन्दुर गाडी आएको छ, पुरानो यहाँ राजकुमार दाईदेखि लिएर सबभन्दा पुरानो चालकको रूपमा राजकुमार दाईले चलाउनुहुन्छ एउटा गाडी, यस्तै पुराना अनुभवी चालकहरू पनि हामीसँग उदय कुमार गुरु हेरेर देखिराख्नु भएको छ होइन। हामी यातायात लाइनमै नआउँदै हामी बच्चा पढ्ने बेलादेखि यातायात क्षेत्रमा काम गरेका थुप्रै पुराना मानिसहरू अघि लोकराज सरले पुरानो भयो, 36 साल 40-42 सालको कहानी सुनाउनु भयो होइन। त्यो सँगसँगै नयाँ मानिसहरूको पनि हामीप्रति आकर्षण छ। त्यो नयाँ मान्छेको आकर्षणलाई व्यवस्थापन गर्न फेरि हामीसँग त्यतिकै चुनौती पनि छ होइन। गाडी मात्रै ल्याएर इन्ट्री गर्ने त मलाई नै यस्तो 2500 गाडीको अध्यक्ष हुन मन लाग्छ नि त। 2500 गाडी मात्रै भित्राएर त्यो गाडीको रुट दिनु पऱ्यो नि त, फेरि रुटको व्यवस्थापन गर्नु पऱ्यो नि त। रुटको व्यवस्थापन गर्नलाई हामीसँग बढी गरेर 9वटा रुटमा गरेका छौँ हामीले। त्यो 9वटा रुटभित्रमा एटलिस्ट एउटा रुटमा समानुपातिक वर्गीय हेऱ्यो भने 60 गाडीभन्दा माथि नै छ हामीसँग प्रत्येक रुट। 50-60 गाडी कुनै रुटमा चाहिँ, जस्तो दिल्लीतिर हाम्रो गाडीको सङ्ख्या अलिकति कम छ, अन्य रुटमा चाहिँ हाम्रो 50-60-100 गाडी 105 गाडीसम्मको एउटा रुट छ हाम्रो। त्यो गाडीको व्यवस्थापन गर्न अहिलेको नयाँ प्रविधि इभीसँग पनि प्रतिस्पर्धा गर्नु परिरहेछ। त्यो प्रविधिलाई भित्र्याउँदा पुरानो मोडलको हामीसँग 8-10 मोडलको गाडी पनि छन्। हाम्रो संस्था पुरानो भए त पुरानो अवश्य हुन्छ। हाम्रो घरमा पुरानो बुवा हजुरबुवा अभिभावक आस्तो हो नि त हाम्रो संस्था। यहाँ पुरानो गाडी पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ। फेरि त्यो पुरानोलाई विस्थापित गर्दा उसले चोट मान्छ। फेरि अब समिति त सबै इभी गाडी एसी गाडी मात्रै कुरा गर्छन् हाम्रो पदाधिकारी आजभोलि भनेर फेरि बिचरा ती पुराना त्यो मरिच चामडा जस्तो व्यवसायको विषयमा पनि हामीले सोध्नुपर्छ। हामी त सबैको अभिभावक हो नि त। हामीले त्यो 2टा ब्रान्डलाई मात्रै हेरेर भएन, हामीसँग भएका सबै ब्रान्ड, हामीसँग 8-10 वटा क्याटेगोरीका गाडी छन्। त्यो सानो म्याजिकदेखि यो ठुलो 49 सिटसम्मका गाडी छन् हामीसँग। त्यो गाडी भएको कारणले गर्दाखेरि यो सबैको व्यवस्थापन गर्न चुनौती त छ। त्यो चुनौतीसँग दिन प्रतिस्पर्धा गर्दै तर स्वच्छ प्रतिस्पर्धा गर्ने पवित्र त्रिसिद्धेश्वर रात्रिको अपेक्षा छ, सोच छ। त्यो सोचमा सबै यात्रुहरूले हामीलाई साथ दिनुहोस्। तपाईँहरूको यात्रा सहज गराउने, तपाईँहरूको विश्वास जित्ने, त्रिसिद्धेश्वरी रात्रिको गाडीमा चढो भन्ने लाग्ने वातावरण सृजना गर्ने मजदुरहरूको पनि ठुलो दायित्व हुन्छ। तपाईँहरू त्यो किसिमले भूमिका खेल्नु होला भन्ने पनि म आग्रह गर्न चाहन्छु। प्रणालीका पूर्व कार्यालय प्रमुख डाक्टर लोकराज पराजुलीले यातायात क्षेत्रमा काम सानो ठुलो नहुने भन्दै यही क्षेत्रको रोजगारीले सयौं परिवारको जीवनस्तर सुधार्न महत्त्वपूर्ण भूमिका खेलेको अनुभव सुनाउनुभयो। लोकसेवामा रुकुममा जागिर पाएको तर पनि त्यहाँ जाँदा क्याम्पस पढ्नलाई गाह्रो हुने हुँदा यतातिर आएको र यतातिर आइसकेपछि जागिर गर्दै र पढ्दै अहिले संसारभरि जानुहुन्छ नि तपाईँ हाम्रा छोराछोरीहरू। त्यहाँ के सिकाउँछ त भन्दा कमाउँदै पढ्दै कमाउँदै र अर्को फेरि के भन्छ रमाउँदै कमाउँदै र कमाउँदै रमाउँदै। यो क्षेत्रमा आइसकेपछि तपाईँहरूको बिचमा उदाहरणीय रूपमा सबैले माया गरिदिनु भयो। अहिले पनि यो घर कसको हो भन्दा त्रिसिद्धेश्वरी राप्ती यातायात समितिमा जागिर गरेर बनाएको उसको भनिदिन्छु मैले। किन भन्दाखेरि गर्व लाग्छ। मान्छेहरूले गाडीवाला भनेर हेप्नेहरूसँग मैले भन्छु छातीभरि फुली लगाउनुहोस्। पुलिसवाला जो भन्छ 5 स्टार होटल अरबौँ लगानी गरेर खोल्नुहोस्, होटलवाला जो भन्छ। अहिले म तपाईँहरूकै आशीर्वादले आउनुहोस् भनेर यहाँबाट बिदा लिएर हिमालयन एभरेस्ट इन्सुरेन्सको डिस्ट्रिक्ट अफिसरको रूपमा काम गरिरहेको छु। त्यहाँ पनि वाला भन्दो रहेछन्। तर हामी हरेक ठाउँमा गएर त्यसलाई राम्रो बनाउन सक्यौँ भने, जस्तो हाम्रो आदरणीय अध्यक्षज्यू लगायत यहाँ जति पनि हुनुहुन्छ उहाँहरूले जुन काम गरेर यो क्षेत्रलाई चिनाउनु भएको छ गरेपछि हुन्छ। त्यसैले एउटा उदाहरण दिन्छु मैले कवितात्मक रूपमा। सम्हाल्न सकिएन भने जितेर पनि हार हुन्छ। यहाँ त सम्हाल्न सकिएको छ नि यो संस्थालाई। सम्हाल्न सकिएन भने जितेर पनि हार हुन्छ। बजाउन र बनाउन जान्ने हो भने
खियाले खाने फलामको टुक्रा पनि सुमधुर धुन दिने सारङ्गी र गिटारको तार हुन्छ, सारङ्गी र गिटारको तार हुन्छ। आउनुहोस् सबै यात्रुहरू, तपाईँको लागि यो यातायात क्षेत्र हाम्रो यातायात तपाईँको आफ्नै हो। तपाईँको लागि दाङको लागि इज्जत हुन्छ, देशको लागि उपहार हुन्छ। दाङको लागि इज्जत हुन्छ, यात्रुको लागि उपहार हुन्छ। यति भने त धेरै कुरा केही भन्नु छैन। 137 गाडीबाट सुरु गरेको यो म जागिर सुरु गरेको 2042 साल 35-36 साल हाम्रो आदरणीय गणेश पाण्डेज्यू विष्णु पाण्डेज्यू हुनुहुन्छ। 42 सालदेखि सुरु गरेको, अहिले पनि सल्लाहकारको रूपमा यहाँ हुनुहुन्छ। त्यसैले हामीलाई त्यो अग्रजदेखि अनुजसम्म सबैले साथ दिनुभएको छ। त्यसैले त त्रिसिद्धेश्वरी राप्ती यातायात यो क्षेत्रमा तपाईँहरूकै सेवामा हेर्नुहोस् त, घर खेत घरको सुन बेचेर फलाम किनेर ल्याएर तपाईँहरूलाई सलाम गरेर यसरी गाडी चलाम भनेर हामी लागेका छौँ। यस्तै प्रणालीका दाङ काठमाडौँ रुट संयोजक सेवक डीसीले यात्रुको आवश्यकतालाई ध्यानमा राखेर सिन्दुर एसी बस सेवा सञ्चालनमा ल्याइएको र गुणस्तरीय सेवा दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। गाडी सञ्चालन गर्ने प्रक्रियामा आज जो उद्घाटन भएको छ, हामीहरू धेरै हर्षित छौँ, धेरै खुसी छौँ। र यसमा अब गाडीको सम्बन्धमा गाडी चाहिँ हिजो बनाउने क्रममा अब हामीहरूले सबै सुविधाहरू सम्पन्न गाडीहरू बनाउने बाचा गर्दै गाडीहरू पुनः यहाँ ल्याउने प्रतिबद्धता गरियौँ। र गाडी समय माग अनुसार गाडीहरू दाङ काठमाडौँ हाम्रो त्रिसिद्धेश्वरी राप्ती यातायात प्रणालीमा 2x1 वाला गाडी थिएन। पुनः त्यही गाडी सञ्चालन गर्न पाऊँ भनेर हामी 4 जना साथीहरूले संस्थामा चाहिँ हामीले कुरा राख्यौँ। पछि संस्थाले ठिक छ, तपाईँहरू ल्याउनुहुन्छ भने ठिक छ, 2x1 वाला गाडी सञ्चालन गरोस् भनेर उहाँहरूको आदेशअनुसार हामीले गाडी बनायौँ। र गाडी बनाउँदाखेरि गाडीमा के सुविधा छन् भन्ने क्रममा अब गाडीहरूमा अब तपाईँको सेन्सर सिट भन्छ, यसलाई मोटर सिट पनि भन्छ, त्यो छ एउटा नयाँ। र अर्को कुरा 2x1 वाला सिट छँदै छ। जस्तो महिलाहरू टिकट काट्न आउनुभयो भने त्यो समस्या परिन। र अर्को कुरा 2x2 जस्तो बुढाबुढी काठमाडौँ जानु पऱ्यो भने 2x2 सिट छ, त्यो आपतकालीन अवस्था भएन। र अब एलइडी छँदै छ, जिपिएस पनि गाडीमा छ, अब चार्जरको सबै सुविधा छ, नेटको सुविधा छ, सिसी क्यामेराको व्यवस्थापन छ, हरेक कुराको चाहिँ गाडीमा सुविधा छ। यात्रा गर्ने यात्रुले पनि सहज तरिकाले यात्रा गरिदिनु। म सबै यात्रु महानुभावजीहरूलाई पनि म एकदम विनम्र अनुरोध गर्न चाहन्छु। र हाम्रा गाडीहरू चाहिँ आजदेखि सञ्चालन भइरहेका छन्। अब एवं क्रमले कन्टिन्यू दाङ काठमाडौँ चाहिँ रेगुलर गाडीहरू सञ्चालन हुनेछ। प्रणालीका कल्याणकारी संयोजक प्रकाश भट्टका अनुसार सिन्दुर एसी बस तुलसीपुरबाट काठमाडौँका लागि दैनिक बेलुकी 5:15 बजेर काठमाडौँबाट दाङका लागि पनि सोही समयमा छुट्नेछन्। कार्यक्रमको सहजीकरण गर्दै प्रणालीका प्रशासनिक सचिव नारायण प्रसाद नेउपानेले यात्रुका गुनासो सम्बोधन गर्न आगामी दिनमा विभिन्न अभियानलाई थप प्रभावकारी बनाइने बताउनुभयो। बस उद्घाटन कार्यक्रममा प्रणालीका पदाधिकारी, सुरक्षाकर्मी, मजदुर नेता, पत्रकार, गाडी धनी, चालक, सहचालक, परिचालक लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।